यो चाहिँ हो नेपालको मिनी पहलगाम। सिधा बाइक चलाउन पायो भनेर बिजक भयो बिजक। यसो बस्तीको गयो बस्तीको खतरा छ। टोपी सिधा त्यसलाई बाँकेर हेर्दा अहिले एकछिन भरे भरे यतै पुग्छ। गाउँमा भोज खान आएको यसै भनौँ न। दामी छ गाइस दामी। भैँसीलाई पानी दिन आएको थिएँ है। अन्त अनिललाई जान भन्दा जानै मान्दैन ऊ। पानी लगेर उहाँ राखिरहेछ। भैँसीलाई सबैले हेरिरहेछ परबाट। जानु जा। डर लाग्यो मलाई त्यसै त गाईहरू डर लाग्छ। के डर लाग्नु ल ऊ भैँसीले हेर्दैछ ऊ पानी खाने म लगाइदिनु पऱ्यो। ल ल ल ल ल ल फेरि ए खायो यसरी यसरी त अर्को नि लिएर त्यहाँ हो त्यो भरेर ल्याउन तिर्खा लागेको रहेछ नि तिनीहरू। ए हो अब फ्रेन्डसिप भयो नि त भैँसीसँग। अब चाहिँ भैँसीसँग घुम्नु जानुपर्छ बुझिस्। हाम्रो बाइक छैन होइन गाउँमा। गाउँमा बाइक छैन भैँसीको ढाडमा जानुपर्छ होइन। आज चाहिँ होइन पानी ओइ पानी चाहिँ होइन अहिले माया गर्छौ माया एउटालाई पानी दिन यत्रो टाइम लाग्दैछ। ल अहिले ल ल अरे उयो बाल्टीमा ल्याएन उयो ठुलो बाल्टीमा छ त। यहाँ चाहिँ गाउँतिर यसरी है भैँसीलाई पानी यसरी दिनुपर्छ टक्कै भरेर होइन। पाइपमा आइरहेछ खोल्सीबाट हो त्यो पानी भरेर ऊ भैँसीलाई दिनु। यसलाई पानी पुगेको छैन। ल अब चाहिँ अनिल गएको अरे डरले बाल्टी पछाडि गइहाल्यो। एकदम प्यारो खाए खा यत्तिको खानु पऱ्यो नि त। हाल पानी मजा लाल अलिक उता दिन छेउमा हेर्न त्यसको खुट्टा तन्केको हेर्छ ऊ जबरजस्ती खाँदैछ है। ऊ त्यसको यहाँ न त्यो खुट्टा भाँचेन हाटेले। कति राम्रो छ प्यारै थोप्रा हेलो उयो चाहिँ सबभन्दा सानो रहेछ है। अनि यहाँ चाहिँ एकजना छ यसको नाम चाहिँ के हो पनि म थाहा छैन। ल यस टाटा हामी दुईजना चाहिँ रेडी भइसकेर है। अब चाहिँ ऊ माथितिर गएको अलिकति भात खुवाइ प्रोग्राम छ अरे भन्दै थियो है। अन्त अनिलको बाबुले अन्त हामी दुईजना पनि आउनु भन्दै थियो। अन्त फ्रेस भएर अघि भैँसीलाई पानी सानी दिइराखेर चाहिँ अब निस्केको हामी दुईजना। अरू त गइसक्यो माथि नै छ। अब माथि गएर कस्तो प्रोग्राम हुन्छ यता कस्तो के हुन्छ हेर्दै गयौँ। भिड यहाँ चाहिँ खतरा भिड छ क्या। यहाँबाट गयो भने चाहिँ फेरि डाइरेक्ट माथि बादलमा। हामी चाहिँ तल घर छेउबाट बल्ल हिँडेर माथि बस पार्क आइसक्यो है। यहाँनिर बस पार्क जहाँनिर बस स्टप हो छ। यहाँ चाहिँ बस स्टप हो खालको बस पार्क भन्छ यता चाहिँ। यहाँ चाहिँ एउटा गोरु देखेँ क्या गाउँको गोरु एकदम खतरा हेर्नु नि। आमामा सिङहरू हो सिङ जिउ खाँतिलो यो चाहिँ बस्तीको गोरु बस्तीको खतरा छ। छेउमा जाँदा डरै सक्दै क्या हेर्नु नि सिङहरू आमामा क्या खतरा क्या। हान्दै जस्तो हाम्रो अनिललाई डराएको पनि थियो। मलाई त पुरा डर लाग्छ गाई गोरु दिन्छ। आमामा गोरु खतरा छ नि होइन। ओइ ल यस परे यस परे पढे त जाउँछु। हामी चाहिँ उकालो बाटो हिँडिरहेको छौँ है। हामी जानुपर्ने चाहिँ माथि रहेछ माथि गएर क्या यहाँबाट सिधै गएर है। हिँड्ने चाहिँ डरै मचिन्छ है। हामी तलबाट हिँडेर आएको तलबाट एकदम हिँडाइ चाहिँ डह्रो हुने भयो। यहाँको चाहिँ बाटो यस्तै हो गाइस। सबै डाँडा जसको जिउ मोटाएको छ नि घटाउनु मन लागेको छ यो गाउँमा आउनु कि। यो गाउँमा आएर 2-3 महिना बस्नु कि तपाईँको जिउ घटेन भने नि मलाई लेखेर दिनु क्या म लेखेर दिन्छु। तर घरमा सुत्दै बस्दा चाहिँ भएन नि फेरि हिँड्नु चाहिँ पऱ्यो बिहान बेलुका। हिँड्नु पऱ्यो क्या हिँड्नुपर्छ। ऊ माथि आन्टीहरू
ऊ माथि आन्टीले हिँडिरहेछ उकालो बाटो। यतिको बोजूहरू त मोटाएर त कस्तो हुन्छ त होइन होइन उतातिर त बोजूहरू कस्तो मोटाइरहेको हुन्छ त हो हो यताको बोजूहरू आएर हेर्नु त लुते लुते तर कस्तो दरिलो हामी चाहिँ ऊ तलबाट आएको यस्तो हिँडेर यहाँ आइपुगे थाकेर हत्तु भयो। अझै जानुपर्ने हो माथि हाम्रो बोजू आन्टीहरू रेस्ट गरिराख्नु भएको छ। पुग्न आँट्यो ओए यहाँ हिँड्नु सक्छ भने चाहिँ दुनियाँको हरेक माउन्ट एभरेस्ट पनि हिँड्नु सक्छ। यो चाहिँ लेखेर दिँदिनँ म। जसलाई ट्रेकिङ गर्नु मन छ यहाँ आउने क्या। यो पुग्न आँट्यो गाना सुन्दैछ। सो हामी फाइनली आइसकेको छौँ है यहाँनिर हो। सो यहाँ चाहिँ अहिले यस्तो भइरहेको छ यताको प्रोग्राम है। यहाँ आउने साथै एकदम है खावा दावाको सुरु भइरहेको छ है। कस्तो लाग्दैछ तँलाई? एकदम मिठो छ। यहाँ सेलरोटी छ है सब्जी छ। चाहिँ नेपालको बाजा रहेछ है जो कर्नल भन्दैछ है पुरानो बाजा है। यहाँ भित्र छ जो फुकेर बजाउँछ है। मान्छेहरू रमाइलो गरिरहेको छ गाउँमा है। यहाँ सकिसकेको रहेछ अन्त धेरै छ है यहाँनिर नाचिरहनु भएको छ एकदम है खाइकन हल्का रमाइलो। हाम्रो यहाँ भएको भनेको व्रतबन्धन छेत्रीको बाहुनको छोराले जनै लाउने होइन त्यहाँबाट चाहिँ कर्म खुल्छ कर्म खुल्छ त्यही हो। एकदम सबैजना है आफ्नो आफ्नो तालमा एकदम रमाइलो गरिरहेको छ है। अन्त हामी दुवै चाहिँ कहाँ हेर्ने भइरहेको छ। अन्त यहाँ देख्न सक्नुहुन्न यता फोटो खिचिरहेको छ है। अन्त उपरतिर कोही नाचिरहेको छ कोही गाइरहेको छ एकदम अनि कोही खाएर है। उपर त एकजना अङ्कललाई ढली पनि रहेको थियो है हल्का। लु अब चाहिँ यहाँनिर बजाउन आँटेको छ है। ल है लु अनिल मजा आउँदैछ ल है यहाँनिर डान्स हुँदैछ ल है। ल दामी नाच्दैछ अङ्कल ल है नाचे कम्बरे भाँचे नाचे कम्बरे भाँचे ल है रहेछ है हाम्रो खास यो भएको है जनाहरू के भन्दै थियो अन्त त्यहाँको यहाँनिर रहेछ हाम्रो दुईजना भाइहरू। यहाँ चाहिँ हाम्रो कोपीहरू रहेछ कत्रो ठुल्ठुलो कोपीहरू आमामा सागहरू खतरा रहेछ त बस्तीमा त। अन्त यहाँनिर मटर पनि फलिरहेको छ धेरै मटर ताजा मटर क्या ताजा एकदमै। ल है अहिले चाहिँ अनिलले बाइकको चाबी पाएको छ है खुसी छ खुसी छ बाइक चलाउन पायो भनेर। यहाँ सबै बोजू आन्टीहरूले पनि हेरिरहनु होइन खुसी छ होइन। ल हामी चाहिँ एकछिन बिगुमा निस्केको है ए बाइक यहाँ छ ल धेरै उकालो झारी भन्छ राम्रो हुँदैन नि फेरि अनिल ए लडान चाहिँ नलडा हो ए कस्तो उकालो छ गाइसु तल आउँदैछ हामी बाटो यस्तै छ ए अलिक तान्न ए अनिलले झन्डै लगाइदियो अलिक रेस गरेर तान्न अलिक रेस गरेर तान्न चलाउन आउँदैन तँलाई बाइक सिकाऊ बाइक चलाउन सिकाऊ म तँलाई एकको एक हिँड्नुपर्छ गाइस। यो भिडियो मार्को चाले हेर्दैछ भने मार्को चाले 5को 5 भन्छ नि त यहाँ 5को 5 होइन 1को 1 हो एकदम 1को 1। हामी बल्ल बल्ल तलबाट यतासम्म आइसक्यो है एकदम बाटो चाहिँ खतरा थियो फेरि बाइक पनि है घर स्टार्ट बन्द हुँदै है यहाँबाट यस्तो गराएँ। यहाँ चाहिँ माथि बिगुको गुम्बा ऊ तल छ गुम्बा है। अन्त यो डाँडाको उताबाट चाहिँ चाइना है एकदम असाध्यै रमाइलो सधैँ यहाँ बसौँ भन्ने खालको क्या जग्गा। तर अब हामी एकदम टाउनमा बसेको है
यहाँ चाहिँ धेरै गाह्रो पर्छ क्या निकै दिन बस्नु गाइस म तपाईँलाई एउटा जग्गा देखाउँछु क्या एकदम दामी क्या पहलगाम कसले सुन्नुभएको पहलगाम यो चाहिँ नेपालको पहलगाम क्या हेर्नुहोस् आमा दामी छ क्या गाइस जग्गा त आमा यो हेर्नु पाएन भने चाहिँ तपाईँले के हेर्नु पाएन क्या असाध्यै मनमा यहीँ बसौँ जस्तो लाग्छ क्या मिनी पहलगाम भनौँ न अब कश्मीरमा छ नि मिनी पहलगाम दार्जिलिङमा छ मिनी पहलगाम अब नेपालको नि मिनी पहलगाम क्या यो जग्गा त एकदम है घुमेर नसकिने एकदम खुसी छु अनिल पनि कुद्दैछ दामी छ गाइस दामी नेपालमा आएर है यो जग्गालाई चाहिँ धेरै मिस गर्छु है एकदम दामी छ क्या एकदम दामी भनेर छ नि अब शब्दले पुग्दैन क्या जग्गाको लागि हेर्नु नि आमा पहाडहरू यहाँ वरिपरि हो एकदम शब्दले नि अब गएको चाचा नेक्स्ट टाइम आयो भने फेरि आउँदैछ यो जग्गामा के को वा हो फेरि भन्दा के अरे हामी चाहिँ गुम्बाको अलिकति तलपट्टि आएको छौँ है यहाँबाट चाहिँ डल्लै हुन्छ नि अब बिउको जति पनि एरिया छ मुनि तोरथाङदेखि लिएर स्कुलहरू सबै छ है यहाँबाट देख्ने छ है यहाँदेखि डल्लै देख्छौ भ्यू एकदम यो डल्लै छ हामी आउँदा ऊ त्यो बाटो भएर यस्तो सुहाउँछ हो अन्त हिजो गएको स्कुल त्यो हो यहाँनिर गुम्बाहरू छ यस्तो दामी प्लेसमा आएन भने त तपाईँ कहीँ आउनु भएन क्या नेपालमा एकदम मन पऱ्यो असाध्यै है अब चाहिँ हामी तल फर्किरहेछ अघिको जग्गामा गाउँ जस्तो एरियामा खत्तम हामी त ढेकामा बसिरहेछ बिजोक भयो बिजोक स्टार्ट भएन त अब चाहिँ हामी मेन डाउन हिल जाँदैछ क्या डाउन हिल यहाँ ओह्रालो तल पुग्नुपर्छ के अरे डर लाग्दैछ बाइक त बल्ल स्टार्ट भयो नि एकदम टक्कै धक्कामा स्टार्ट भयो नत्ता मुटुत्ता किन अन्त डराएको त हिमालय हेर आउने होइन अन्त लेट्स गो डाउन हिल खतरा छ नि हौ अनिल डराइसक्यो डर लाग्यो नलानु त हिँड्दै आउँछु हिँड्दै आउँछु के भन्छ ल गाइस यहाँ चाहिँ अनिल डरायो क्या यो बाटो लान्छ क्या यो बाटो हेर्नु न कस्तो छ है तल ओह्रालो लानुपर्छ ल गाइस अब चाहिँ म चलाउँदैछु होइन अनिल डरायो अनिल डरायो यहाँ ओह्रालो चाहिँ यस्तो छ ए जाने रहेछ सक्ने थियो नि हाउडामा तल दिएको पो त मैले लागेको होइन नि अरे यसलाई चार्ज दिने अब चलाओस् के दार्जिलिङ मात्रै कति चलाउनु हाउडाको होइन कि अलिकति भाइलाई पनि चार्ज दिउँ यस्तो छ बाटो चाहिँ हो अन्त अलिकति त्यो डर होइन के हो हामी चाहिँ माथि गुम्बा साइडमा घुमिसकेर त आइसकेको छ है अन्त यहाँ हाम्रो काका हुनुहुन्छ अनि अनिलको बाबा यहाँ सबैजना रमाइलो गरिरहेछ हामी चाहिँ माथि मजाले घुमेर आइसकेर अब चाहिँ खाना खाने टाइममा आइसकेको छ क्या खाना के बनायो दाल हो दाल बनाउँदैछ है गाउँमा चाहिँ यसरी है चुलामा पकाउँछ एकदम मिठो हुन्छ हजुर खाँदै भए चाहिँ आइहाल्नु अरे अनिलको बाबाले है तपाईँको त अघि जाँदा टोपी सिधा त यसलाई बाङ्गेर त अब चाहिँ हामी खाना खान आँटेको है यहाँनिर खानासाना थापेर लियो एकदम सिमीको सब्जी छ मटन चिकन है दाल आमामामुहरू पनि छ एकदम है गाउँको है गाउँमा भोज खान आएको त्यसै भनौँ न लिने त के छैन त्यस्तै खाना आएको एकदम दामी छ ल मजाले खाउँला हामी त्यहाँबाट खानासाना खाएर है मान्छेहरू नाचिरहेको थियो अन्त पानी पनि पर्न थाल्यो पानी परेपछि एकदम चिसो हुन थाल्यो क्या अहिले आकाश पनि यस्तो भइरहेको छ अघि कस्तो सफा थियो अहिले त पानी पर्न आँटेको जस्तै भएर पानी पर्न आँटेको पर्दैछ पानी क्या पानी पर्दैछ भिजिसक्यो त क्या चिसो हुँदैछ हामी त सकेन बस्नु अब तल गयो क्या सबै अब छाङ खानेहरू मात्रै छ त्यहाँ हामी के गएको कोही नाचिरहेछ कोही के गरेछ हामी त घर हिँडेको चिसो खतरा छ गाइस यहाँ त चिसो त्यही माथि स्वेटर मात्रै लगाएको छ क्या त्यस्तो ज्याकेटहरू लगाएन अब त यहाँबाट तल पुग्नुपर्छ यहाँबाट यस्तो गएर यो डाँडा पनि काटेर
तल्लो डाँडामा पुग्नुपर्छ हामी माथि लाउनु बेला चाहिँ पानीहरू परिरहेको थियो पुराभन्दा अलिक कम्ती थियो अन्त अहिले चाहिँ पुरा धेरै परिरहेको छ यहाँनिर पुरा पानी पर्दैछ हो डल्लै पानी परिरहेको छ देख्दैछ कि देखेको छैन त्यही माथि चिस वेदर हो त्यही माथि पानी पर्दा ज्याकेट लाउनुपर्छ भित्र गएर ज्याकेट लाउँछु हो यहाँ हाम्रो अनिल छ उसले चिकन रोस्ट गर्छ अरे होइन हाम्रो समीक्षा दाँत अघि छिलिरहेछ अब आगो फुक्नुपर्छ होइन गाइस अघिसम्म त्यस्तो चिसो थिएन अहिले मुखबाट धुवा निक्लिनेसम्म भइसक्यो एकदम चिसै हो बहिनी पानी लिएर गइरहेको छ पुरा चिसो बढिसकेको छ है अघि पानी परेको कारणले गर्दा पानी कन्टिन्यू परिरहेको छ है चिसोमाथि झन् चिसो मुखबाट धुवा निस्किने सोच्नु नि अब धुवा निस्किँदा कस्तो चिसो होला एकदम चिसो छ यहाँ आगो ताप्दै बसी पो रहेछ हामी त्यहाँ यतानिर यहाँ आगो तापिरहेको छ भर्खर के हो कालो कोइला यहाँ कुनै के फ्राई गरेको रहेछ हो